हेलो गाइस, सबैलाई मेरो प्यारो नमस्कार। यहाँ हाम्रो दाइ हुनुहुन्छ, बोल्नुहोस्। र मलाई चाहिँ यसो तपाईँको सहयोग पाइन्छ कि भनेर यसो मैले हेल्प खोजेको, चाहिँ सहयोग पाइन्छ कि तपाईँबाट भनेर सहयोग खोजेको। त्यसपछि यहाँ हुनुहुन्छ लङ्गा, ऊ अपाङ्ग हुनुहुन्छ। अपाङ्ग भएपछि अब के गर्ने, अपाङ्गलाई हामीले हेल्प गर्नै छ। हेल्प गर्नको लागि म पनि जिउँदै छु। बाँच्दासम्म मैले अपाङ्गको हेल्प गर्नेछु भन्दाखेरि यहाँसँग कुरो सोधौँ। मैले सहयोग खोजेको तपाईँको भएसम्म सहयोग गर्नुहुन्छ कि भन्ने आशा छ। अब आफू त अपाङ्ग भयो, हेर्नु कामसाम गर्न सकिँदैन, त्यही यसो तपाईँको मद्दत पाइन्छ कि भन्ने आशा छ। यहाँलाई जरुर हेल्प सेवा गर्नुहोला। त्यसपछि म पनि छँदैछु, खानदानी बसन्त। त्यसपछि यहाँ साह्रै दुःख पाउनुभएको छ, अनि त्यसपछि हजुरहरूको सेवा, हजुरहरूको माया ममता मिल्यो भने जरुर यहाँलाई सेवा गर्नेछु है। मेरो युट्युब च्यानल खानदानी बसन्त खानदानी युट्युब च्यानलमा फलो गर्दै गर्नु। ल अब धेरै त के बोलौँ र, अब तपाईँ यसो सहयोग गर्नुहुन्छ कि भन्ने त्यो तपाईँको आशामा छु। हस् त गाइस, नमस्कार। मेरा प्यार भएर बहुत बहुत नमस्कार।